सम्पूर्णमा नमस्कार। मेरो यस युट्युब च्यानलमा हजुरहरु सबैलाई स्वागत छ। कृपया सबैजनाले सब्स्क्राइब, लाइक, कमेन्ट र शेयर गरिदिएर सहयोग गर्नुहुनेछ भन्ने म अपेक्षा गर्दछु। धन्यवाद। ल यो चन्द्रकोट गाउँपालिकाको घरमाथि टावर, यो सेतै घर के हो। अब हामी नयाँ बन्दै गरेको के ठाउँ शान्तिपुरको चन्द्रकोट गाउँपालिकाको भवन, नयाँ निर्माणाधीन भवनतिर हामी यसो घुमफिर गर्न जाँदैछौँ। 2 राउन्ड लगाइयो आज है म्याम। 1 राउन्ड तलबाट गोलो वारिपारि घुमेका छौँ होइन, उताबाट त राउन्ड लाग्यो, वारिपारि घुमेका छौँ। कति सजिलो बोक्नु भएको के, कति सजिलो बोक्नु भएको। भर्खर नयाँ खनेको होइन म्याम होइन। खेतको बिचम बिच उदनेर बाटो उहाँ नयाँ भवन ल्याउनु भएको रहेछ म्याम। भर्खर भन्दा पनि फेरि त्यत्रो भवन बनायो त, अनि यो त्यति बेला बनायो नि सामान ओसार्को लागि। खेतको ल शान्तिपुर बजारको नजारा हेरौँ। खेतको बजार, शान्तिपुर बजार। हाम्रो निर्मल म्याडम ह्याप्पी हुनुहुन्छ, उहाँको माइती गाउँमा आइएछ चन्द्रकोट हरेबा म्यामको हरेबा जाँदा हरेबा निमाविमा पढ्नु भएको म्यामले। मावि त यतै पढ्नु भयो होला। कमला म्यामको घर त्यहाँ हो। त्यहाँ म्याम के को बुट ऊ के ठक्क टोटल 2 साल भयो यो नयाँ भवन बनाउन थालेको। अनि तपाईको 7 करोडको बजेट हो। 7 करोडको बजेटमा निर्माणाधीन हुँदैछ। बेस त कति तलसम्म है, कति तल छ? 1 तला, 2 तला, 3 तला हैन, 3 तला रहेछ। हजुरहरु कहाँदेखि बनाउन आउनु भएको? यहीँको हो कि वीरगञ्जबाट? ओके। कति हुनुहुन्छ त कामदारहरू? ए गुड। भोलि फेरि व्याग्र मनाउनुहुन्छ नि हजुरहरूले, हामी जस्तो होइन नि अलिअलि। हस् हुन्छ दाइ। जस्तो हो न बहिनी, हाम्रो उताको सभा हल जस्तो। तर हाम्रो पालिकाको सभा हलको यो ट्रस रहेछ है, त्यो सभा हलको छाना चाहिँ त्यो अर्को प्लास्टिक जस्तो खालको र भएको भएर त्यो त पुरा यस्तो रहेछ। चन्द्रकोट गाउँपालिकाको निर्माणाधीन भवन दामी छ। 3 तलाको स्पेशल भवन तयार हुँदैछ।